तपाईको डिम्ब र शुक्रकीटको गुणस्तर आइभीएफ सुरु हुनुभन्दा महिनौ अघि नै तय भइसकेको हुन्छ। त्यसैले सही पोषण, शरीरमा पोषक तत्त्वको कमीलाई सुधार्ने, जीवनशैलीमा परिवर्तन गर्ने र थाइरोइड वा इन्सुलिन रेजिस्टेन्स जस्ता समस्याहरूलाई पहिले नै नियन्त्रण गर्नाले ठूलो फरक पार्छ। आइभीएफ सबैका लागि एकै नासको हुँदैन। सही प्रोटोकल, अत्याधुनिक ल्याब प्रविधि र पाठ्यक्रमको कुनै पनि समस्यालाई उपचार अघि नै समाधान गर्नाले नतिजामा उल्लेखनीय सुधार ल्याउन सकिन्छ। धेरै भ्रूण हुनुको अर्थ सधैँ राम्रो नतिजा आउँछ भन्ने हुँदैन। असल गुणस्तरको भ्रूण र प्रत्यारोपणका लागि अनुकूल पाठ्यक्रम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। कतिपय अवस्थामा सही चक्रको पर्खाइले सफलताको सम्भावनालाई झन् बढाउँछ। आइभीएफ को सफलता केवल भाग्यमा मात्र भर पर्दैन। यो विज्ञान, सही समय र व्यक्तिगत हेरचाहको उत्कृष्ट संयोजन हो।